यी सुन्दर फुलहरू जस्तो हजुरहरूको जीवन पनि एकदमै सुन्दर होस् म जस्तै। पार्ट अफ जोक हो गाइज, डोन्ट टेक इट सिरियसली। सो हेलो एभ्रिवान, इट्स मी रोशना। गुड मर्निङ, वेलकम टु अ डे इन माई लाइफ एज अ स्टुडेन्ट इन नेपाल, डे 35 मिनी ब्लग। वेलकम टु माई अनदर मिनी ब्लग साथीहरू। र आजको मिनी ब्लग चाहिँ यही सुन्दर सुन्दर फुलहरूबाट स्टार्ट भएको छ। र तपाईँहरूलाई चाहिँ फुल कतिको मनपर्छ, किनकि म चाहिँ फुल लभर हो। मलाई चाहिँ फुलले चाहिँ अट्र्याक्ट गरेको जस्तो फिल हुन्छ कि मलाई चाहिँ एकदम मनपर्छ कि फुलहरू। एन्ड या एज युजुअल म चाहिँ बिहान उठेर नुहाएर फ्रेसन अप भएर पूजा पनि गरिसकेको छु। देख्न सक्नुहुन्छ म फुल जस्तै सुन्दर मान्छे म खिलखिलाउँदैछु आज भनेर भन्न नमिल्ने एज अ पार्ट अफ जोक है गाइज। आज चाहिँ मैले अलि धेरै नै जोक हानेको जस्तो लागेछ होला है तपाईँहरूलाई, अलि जोक धेरै भयो जस्तो छ आज चाहिँ। सो ब्याक टु मिनी ब्लग है त गाइज। त्यसपछि चाहिँ मैले सबै रुमको पर्दाहरू निकालिदिएँ। हिजो चाहिँ पुरै रुमहरू सफा गरेको थिएँ नि त, बेडसिट झुल सबै निकालिसकेको थिएँ नि त। अनि हिजो नै धुनु नभ्याएको भएर चाहिँ बल्ल आज धुँदैछु। त्यही भएर पर्दा बेडसिट सबै चाहिँ आज धोइदिएको त। झन्डै ढाँडसाड सबै फुस्किएको, धन्न ढाँड फुस्किएन, दुख्यो मात्र। अनि बाहिर हेर्नु नि कस्तो घाम लागेको छ, ओ माई गॉड। बाहिर निस्क्यो कि जलेर मर्छ जस्तो छ, गर्मीले पसिनै पसिना आउँछ। त्यही भएर बाहिर चाहिँ ननिस्किनु होला यस्तो घाममा। अनि घर बसेपछि त यस्तै हो नि, अब यो काम गर्ने त्यो काम गर्ने भन्दा नै दिन बित्छ। अनि भन्दा भन्दै चाहिँ अब घाम यस्तो चर्को लागेको थियो नि त। अनि पर्दाहरू पनि सबै सुकिसकेको थियो कि। अनि मैले चाहिँ टिपेर छिटो छिटो पर्दाहरू पनि सबै लगाइदिएँ। हेर्न सक्नुहुन्छ झ्यालमा पर्दा लगाइदिएँ। त्यसपछि अनि दिउँसोतिर चाहिँ मैले ब्ल्याक कफी र 2टा टोस्ट खाएँ एज अ खाजा। अनि हेर्न सक्नुहुन्छ यो चाहिँ एकदम तातो थियो कि। अनि त्यसपछि साँझतिर चाहिँ फुलहरू हेरेको त अगाडि पछाडि दुइटै बाल्कनीमा फुलहरू त मर्नै लागिसकेको रहेछ कि। अनि मैले पानीहरू हालिदिएँ। अनि हाम्रो घरमा चाहिँ कति धेरै प्लान्ट हो नि त अगाडि पछाडि। अनि हेर्नु सक्नुहुन्छ सो प्लान्ट पनि कति धेरै हो कि। अनि सबैमा पानी हालिदिएँ। अनि त्यसपछि साँझ बत्ती बालिदिएँ। सो आजको लागि यति नै। मेरो भिडियो मन पर्यो भने मलाई फलो गर्नु होला। आजको लागि यति नै। सी इन माई नेक्स्ट मिनी ब्लग। थ्याङ्क यू फर वाचिङ, बाई।